सम्पूर्ण विद्यार्थी साथीहरुमा नमस्कार। म प्रवीण दाहाल। हामीले चाहिँ सेक्रेट एजुकेसनको तर्फबाट बीबीएस फोर्थ इयरका विभिन्न क्लासेसहरु लिइरहेका छौं र अहिले हामीले यो सिरिजमा बीबीएस फोर्थ इयरका विभिन्न सब्जेक्टमा एक्जाममा आउने चाहिँ एकदम इम्पोर्टेन्ट क्वेशनहरु हामी चर्चा गर्दै छौं र त्यसका सिलेबसको बारेमा तपाईलाई मज्जाले बताउँदै छौं र कुन च्याप्टर इम्पोर्टेन्ट छ र एक्जाम तयारी गर्दाखेरि चाहिँ कसरी तयारी गर्ने, कुन च्याप्टरलाई बढी फोकस गर्ने, कुन च्याप्टर भित्र कस्ता क्वेशनहरु सोध्छन्, कुन टाइप्सका क्वेशन सोध्छन्हरु यसमा तपाईलाई क्ल्यारिफाई गराउने छौं हामीले है। जम्मा आज हामी कर्पोरेट फाइनान्समा छौं। कर्पोरेट फाइनान्समा जम्मा 9 वटा च्याप्टर छन्। एकदम सानो बुक छ यो है। जम्मा 9 वटा च्याप्टर मात्र छन्। 9 वटा च्याप्टरमा च्याप्टर 9 र च्याप्टर 1 दुईटा च्याप्टर भनेको पुरै थ्योरी च्याप्टर हो। दुईटै च्याप्टरमा तपाईलाई दुईटा मध्ये 1 र 9 मध्ये एउटाबाट तपाईलाई 15 मार्क्सको आउँछ है। क्वेशन 15 मार्क्समा आउँछ लङमा, एउटाबाट 10 मार्क्समा आउँछ। ठीक छ। कन्फर्म आउँछ। दुईटा क्वेशन एक वटा कन्फर्मै आइहाल्छ। ठीक छ। अब हामीलाई तपाईलाई जम्मा 9 वटा च्याप्टर मध्येमा यो दुईटा बाहेक बाँकी भएको 7 वटा च्याप्टरबाट यो 2 देखि 8 सम्मको 7 वटा च्याप्टरबाट तपाईलाई थ्योरी न्यूमेरिकल आउने, न्यूमेरिकल कन्फर्मै आउँछ। आउँदाखेरि तपाईलाई च्याप्टर नम्बर 2 बाट सर्ट टर्म फाइनान्सिङ छ। यहाँबाट 15 मार्क्सको लगभग 15 मार्क्सकै आउँछ। 15 मार्क्समा आएन भने 10 मार्क्समा, नत्रबादेखि मेन 15 मार्क्समा हो। यहाँ सर्ट टर्म फाइनान्सिङमा हामीले के निकाल्छौं भन्दाखेरि चाहिँ हामीले चाहिँ कस्ट अफ रेट भनेको कस्ट अफ फाइनान्सिङ, सर्ट टर्म फाइनान्सिङका कस्टहरु निकाल्छौं। जस्तै हामीले यहाँ चाहिँ तपाईको ट्रेड क्रेडिटको कस्ट निकाल्छौं। हामीले ट्रेड क्रेडिटको चाहिँ हामीले डिस्काउन्ट रेटहरु निकाल्छौं हामीले यसमा हैन। तपाईले यहाँ बैंकबाट ल्याएको इन्ट्रेस्टको चाहिँ इन्ट्रेस्टमा लाग्ने अथवा इन्ट्रेस्ट रेटहरु हामीले इन्ट्रेस्टमा लाग्ने कस्टहरु इफेक्टिभ रेटहरु निकाल्छौं हैन। अथवा एभरेज पर्सेन्टेज कस्ट अथवा एनुअल पर्सेन्टेज कस्टहरु निकाल्छौं, एपीसी निकाल्छौं अनि इफेक्टिभ रेट निकाल्छौं हामीले। अर्को कमर्शियल पेपरसँग सम्बन्धित एनुअल पर्सेन्टेज कस्ट एपीसी निकाल्छौं है। रेट कस्ट अफ रेट भनेको एनुअल पर्सेन्टेज कस्ट निकाल्छौं। हामीलाई एउटा ट्रेड क्रेडिट्सको, अर्को बैंकबाट लिएको लोनको, अर्को कमर्शियल बैंक, मुख्य गरी तीनटा कुराको है। बैंकबाट लिएको लोनमा पनि हामीलाई नर्मली सिम्पल इन्ट्रेस्ट वाला केस छ, डिस्काउन्टिङ वाला केस छ र हामीलाई कम्पेन्सेटिङ ब्यालेन्स वाला पनि केस पनि छ। तीन खाले छ। त मज्जाले हेर्नु होला, मैले पुरै सिकाएकै छु है। अर्को च्याप्टर नम्बर 3 मा टर्म लोन एन्ड लीज फाइनान्सिङ भन्ने छ। यसमा हामीलाई जम्मा 10 मार्क्सको म्याक्सिमम आउँछ। 10 मार्क्समा कन्फर्मै आउँछ। एउटा क्वेशन त कन्फर्मै आउने हो कि 10 कि 15, तर प्राय 10 मा आउँछ। यसमा चाहिँ तपाईले लिजिङ र बाइङ दुईटा कुरा तपाईलाई आवश्यक परेको, तपाईलाई एउटा एसेट अथवा कुनै सम्पत्ति चाहिन्छ, त्यो सम्पत्ति चाहिँ किनेर लिने कि लिजमा लिने भन्ने कुरामा तपाईले डिसिजन दिनुपर्ने हुन्छ। त्यसमा तपाईले कस्ट अफ लिजिङ र कस्ट अफ बाइङ निकाल्ने सिक्नुपर्छ। यसबाट 10 मार्क्स आउँछ। र लङ टर्म फाइनान्सिङ भन्ने छ। लङ टर्म फाइनान्सिङमा चाहिँ हामीले चाहिँ लङ टर्म सोर्सहरु छ। लङ टर्म सोर्स मध्येको चाहिँ एउटा हामीले चाहिँ तपाईलाई राइट्स अफरिङको बारेमा पढ्छौं। राइट्स अफरिङ पुरानै शेयर होल्डरलाई चाहिँ कम्पनीले नयाँ शेयर किन्ने अधिकार दिन्छ भने त्यसलाई राइट्स अफरिङ भनिन्छ। राइट्स अफरिङसँग सम्बन्धित रहेर हामीले चाहिँ तपाईलाई राइट्स अफरिङ मार्फत चाहिँ नयाँ शेयर कतिवटा इस्यु गर्नुपर्छ, नम्बर अफ राइट्स कति हुन्छ, भ्याल्यु अफ राइट्स कति हुन्छ, राइट्स अफरिङ पछाडी शेयरको मूल्य एक्स राइट्स प्राइस कति हुन्छ र एउटा व्यक्तिले यो कम्पनीको चाहिँ केही शेयर किनेको छ र उसँग केही क्याश पैसा छ भने अब राइट्स अफरिङ भन्दा अगाडि उसको टोटल एसेट्स कति थियो, राइट्स अफरिङ भन्दा पछाडी विभिन्न केसमा उसको टोटल एसेट्स कति छ भन्ने कुराहरु पढिन्छ हामीले लङ टर्म फाइनान्सिङमा। यहाँबाट 10 अथवा 15 मार्क्स आउँछ। अर्को हाइब्रिड फाइनान्सिङ छ। हाइब्रिड फाइनान्सिङमा हामीले दुई खाले हिसाब पढ्छौं। एउटा वारेन्टसँग सम्बन्धित हिसाब पढ्छौं है, थ्योरेटिकल भ्यालु अफ वारेन्ट हैन, त्यसको मार्केट भ्यालु प्राइसहरु निकाल्ने, एक्सपेक्टेड प्राइसहरु निकाल्ने पढ्छौं वारेन्टको। एउटा वारेन्ट पढ्छौं। अर्को कन्भर्टिबल पढ्छौं हामीले है। कन्भर्टिबल सेक्युरिटिज भनेको कन्भर्टिबल बोन्ड, कन्भर्टिबल प्रिफर्ड स्टक हुन्छ। त कन्भर्टिबल भनेको चाहिँ बोन्ड र प्रिफर्ड स्टकहरुलाई चाहिँ भविष्यमा चाहिँ शेयरमा अथवा कमन स्टकमा कन्भर्ट गर्न सक्ने फिचर छ भने त्यसलाई कन्भर्टिबल भनिन्छ। त्यो कन्भर्टिबलको बारेमा हामीले न्यूमेरिकल पढ्छौं। एउटा तपाईको वारेन्टको बारेमा पढ्छौं, अर्को कन्भर्टिबलको बारेमा है। वारेन्टको बारेमा भनिहाले, कन्भर्टिबलको बारेमा हामीले कन्भर्जन प्राइस, कन्भर्जन रेशियोहरु निकाल्ने हामी पढ्छौं है। 10 मार्क्स आउँछ च्याप्टरबाट। अर्को फाइनान्शियल प्लानिङ एन्ड फोरकास्टिङ भनेको छ। हामीले चाहिँ यसलाई चाहिँ भविष्यको क्वेशनमा एउटा ब्यालेन्स सिट र इन्कम स्टेटमेन्ट दिएको हुन्छ अथवा ब्यालेन्स सिट मात्र दिएको हुन्छ है। एडिशनल फन्ड निडेड एएनएफ एएफएन हामीले निकाल्नुपर्ने हुन्छ। एडिशनल फन्ड निडेड एएफएन कति हुन्छ भनेर निकाल्नुपर्ने हुन्छ र हामीले फ्युचरको ब्यालेन्स सिटहरु फोरकास्ट गर्नुपर्ने हुन्छ है। फ्युचरको ब्यालेन्स सिटहरु फोरकास्ट गर्नुपर्ने हुन्छ। कोही बेला इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिट दुवै फोरकास्ट गर्नुपर्ने हुन्छ। सजिलो छ। अर्को हाम्रो च्याप्टर नम्बर 7 मा यहाँबाट हामीले 10 मार्क्सको न्यूमेरिकल आउँछ। च्याप्टर नम्बर 7 मा क्यापिटल स्ट्रक्चर डिसिजन छ। क्यापिटल स्ट्रक्चर डिसिजनमा चाहिँ हामीले तपाईको चाहिँ यहाँ चाहिँ हामीलाई क्वेशन इबिआइटी दिएको छ भने अब विभिन्न फरक
तपाईँलाई क्यापिटल स्ट्रक्चरमा फरक फरक क्यापिटल स्ट्रक्चरमा चाहिँ इपिएस अर्निङ पर सेयर कति हुन्छ भनेर निकाल्नुपर्ने हुन्छ र तपाईँलाई यहाँ चाहिँ इन्डिफरेन्स पोइन्ट निकाल्नुपर्ने हुन्छ है। इन्डिफरेन्स पोइन्ट भनेको चाहिँ इपिएस बराबरी आउने इपिआइटी कति हो, हरेक अल्टरनेटिभको इपिएस बराबरी आउने इपिआइटी कति हो भनेर त्यसको चाहिँ इन्डिफरेन्स पोइन्टहरू हामीले क्यालकुलेसन गर्नुपर्ने हुन्छ। रिटर्न अन इक्विटीहरू आरओईहरू निकाल्नुपर्ने हुन्छ। 10 मार्क्स आउँछ यहाँबाट। अर्को इन्टरनेसनल कर्पोरेट फाइनान्स है। इन्टरनेसनल कर्पोरेट फाइनान्सबाट चाहिँ हामीले चाहिँ अब तपाईँलाई इन्टरनेसनल रूपमा चाहिँ कारोबार गर्दाखेरि हुन सक्ने त्यहाँ हामीले विभिन्न कन्ट्रीहरूको रेटबाट क्रस रेट निकाल्छौँ। 2 वा 2 भन्दा बढी कन्ट्रीहरूको रेट एक्सचेन्ज रेट दिएको हुन्छ। त्यसमा हामीले अन्य नदिएको भने एक्सचेन्ज रेट क्वेसनमा नदिएको कन्ट्रीहरूको एक्सचेन्ज रेट चाहिँ दिएको कन्ट्रीहरूको एक्सचेन्ज रेटको आधारमा चाहिँ क्रस रेट निकाल्छौँ। क्रस रेट निकाल्ने इन्ट्रेस्ट रेट प्यारिटीका कुराहरू, पर्चेज रेट इन्ट्रेस्ट रेट प्यारिटी, पर्चेज रेट प्यारिटीका कुराहरू हामी पढ्छौँ। यसमा जम्मा 3-4वटा फर्मुला छ। यसबाट पनि तपाईँलाई 10 अथवा 15 मार्क्सको आउँछ न्युमेरिकल। अनि च्याप्टर नम्बर 9 मा मर्जनका टाइप्सहरू, मर्जनका चाहिँ त्यसको रेसिडलहरू, मर्जनका सिग्निफिकेन्सहरू, मर्जर र एक्विजिसनका बारेमा तपाईँलाई 10 अथवा 15 मार्क्सको थ्योरी आउँछ है। अब यसमा भनेको तपाईँलाई हेर्नुहोस् है, क्वेसन तपाईँलाई हेर्नुहोस् है, तपाईँलाई 10 नम्बर एकवटाको क्वेसन 6वटा आउँछ, तपाईँलाई 15 नम्बर एकवटाको 3टा आउँछ, जम्मा 9वटा क्वेसन आउने हो लङमा। 2 नम्बर एकवटाको त 10वटा आउने भइहाल्यो। 10 नम्बर एकवटाको 6वटा आउँछ, 5वटा गर्ने हो। 15 नम्बर एकवटाको 3टा आउँछ, 2टा गर्ने हो। आउन चाहिँ जम्मा 9वटा क्वेसन आउँछ 10 र 15 मा। 9वटा क्वेसन भनेको हरेक च्याप्टरबाट एक-एकवटै आउँछ है। कम्पलसरी एउटा च्याप्टरबाट एउटा क्वेसन आउँछ। अब तपाईँले बढी फोकस चाहिँ कुन गर्ने भन्दाखेरि तपाईँले थ्योरी पनि हेर्ने भएदेखि च्याप्टर 1 र न्युमेरिकल गाह्रो लाग्छ भने च्याप्टर 1 र च्याप्टर 9 को थ्योरी बुक निकालेर पढ्न थालिहाल्नुहोस्। तपाईँको 12 र 17 गर्दाखेरि तपाईँको कति आउँछ, 15, 10, 25, 26, 27, 28, 29, 30 मार्क्सको यही 2टा च्याप्टरबाट आउँछ थ्योरीबाट। 30 मार्क्सको कम्पलसरी तपाईँले 30 मार्क्समा आँखाचिमा गरेर आइहाल्छ क्वेसन। सजिलो पनि छ, फेरि थोरै पनि छ च्याप्टर 1 र च्याप्टर 9। यदि तपाईँ न्युमेरिकल गाह्रो लाग्छ भने थ्योरी गर्नु भने 30 मा तपाईँले 25 ल्याउने गरी पढ्नु, अनि बाँकी भएको 1-2वटा हिसाब गर्नु, तपाईँलाई पास हुन गाह्रै छैन है। 2टा थ्योरी च्याप्टर पढेर बाँकी भएको 1-2वटा न्युमेरिकल पढ्यो भने पनि पास भइहालिन्छ यसमा, ठिक छ। अब होइन थ्योरी गाह्रो लाग्छ न्युमेरिकल पढ्छु भन्ने भयो भने तपाईँलाई हेर्नुहोस्, तपाईँलाई न्युमेरिकल 75 मार्क्सको आउँछ, 75 मार्क्सको आउँछ। न्युमेरिकल 10 मार्क्स गोटाको तपाईँलाई 4वटा न्युमेरिकल आउँछ। 15 नम्बर एकवटाको तपाईँको 2टा आउँछ, झरी 4.40 यतापट्टि 15 दुना 30, 70 मार्क्स। 70 मार्क्स र 2 नम्बर एकवटाको 2-3वटा आउँछ गर्दाखेरि तपाईँको ल उतापट्टि एउटा 5 आयो भने तपाईँको 75 मार्क्सको तपाईँलाई न्युमेरिकल आउँछ। बाँकी 50 मार्क्सको थ्योरी आउँछ, किनभने क्वेसन 125 को आउने अप्सनमा लेख्नुपर्ने हो। 15 मार्क्स गोटाको 2टा लेख्नुपर्छ, 3टा आउँछ, एउटा अप्सनमा हुन्छ। 2टा न्युमेरिकल एउटा थ्योरी आउँछ 15 मा। 10 नम्बर एकवटाको तपाईँलाई 6वटा दिएको हुन्छ, 5वटा गर्नुपर्ने हुन्छ, 4वटा थ्योरी 2टा न्युमेरिकल हुन्छ। त्यो हुँदै गर्दाखेरि तपाईँले 10 नम्बर एकवटाको 6वटामा 5वटा गर्नुपर्ने हुन्छ, 5वटामा 4वटा न्युमेरिकल गर्दा पनि भयो। अनि 15 नम्बर एकवटाको 2टा न्युमेरिकल गर्दा भयो। 15 दुना 30, 40, 70, 70 त न्युमेरिकल भइहाल्यो, बाँकी भएको थ्योरी गर्दा हुन्छ। थ्योरी पढ्ने हो भने तपाईँलाई 10 नम्बर एकवटाको तपाईँलाई 2टा थ्योरी दिन्छ, 20 भइहाल्यो। 15 नम्बर एकवटाको एउटा थ्योरी दिन्छ, 15 र 20 गर्दाखेरि तपाईँको 35 थ्योरी भयो लङमा। अनि त्यस पछाडि 2 नम्बर एकवटाको प्राय 20 मार्क्स मध्येमा 15 मार्क्सको थ्योरी नै आउँछ, 50 मार्क्सको थ्योरी आएको हुन्छ। अब हरेक च्याप्टरबाट सर्ट थ्योरी आउँछन्। लङ थ्योरी चाहिँ च्याप्टर 9 र च्याप्टर 1 भइहाल्यो। अब तपाईँले न्युमेरिकलमा पनि कति सजिलो च्याप्टर कुन हो भन्नुहुन्छ भने टर्म लोन एन्ड लिज फाइनान्सिङ, यो पनि सजिलो छ, छोटो सजिलो छ। अर्को तपाईँलाई अर्को भनेको लङ टर्म फाइनान्सिङ पनि, हाम्रो लङ टर्म फाइनान्सिङ पनि सजिलै हो। तपाईँलाई 2 देखि 7 नम्बरसम्मको च्याप्टर भनेको यो गाह्रो भन्ने च्याप्टरै छैन, यो गाह्रो र यो लामो भन्ने छैन। च्याप्टर 7 पनि क्यापिटल स्ट्रक्चर छोटो छ, इपिएस निकाल्ने होइन, त्यस पछाडि तपाईँलाई इबिआइटी इन्डिफरेन्स पोइन्ट इबिआइटी निकाल्ने, आरओई निकाल्ने, यदि छोटो हुन्छ। फाइनान्सिङ प्लानिङमा यो पनि सजिलो छ, यो झन् सजिलो छ। फ्युचरको ब्यालेन्स सिट निकाल्ने अनि एडिसनल फन्ड रेट एएफएन निकाल्ने, यो पनि सजिलो छोटै छ। यो पनि हाइब्रिड फाइनान्सिङमा 2टा कुरा पढ्ने, वारेन्ट र कन्भर्टिबल, यो पनि गाह्रो भन्ने छैन, सजिलै छ। लङ टर्म फाइनान्सिङमा पनि झन् यो सजिलो छ, यो पनि झन् सजिलो छ। ल तपाईँले 7वटा मध्येमा तपाईँसँग टाइम छैन भने पनि तपाईँले 2-3वटा च्याप्टर पढ्नु भयो भने पनि पास भइहाल्नुहुन्छ। जस्तै तपाईँले हाइब्रिड फाइनान्सिङ अथवा लङ टर्म फाइनान्सिङ पढ्नु भयो भने 15 मार्क्स आइहाल्छ एउटा लङ टर्म फाइनान्सिङ। अनि इन्टरनेसनल कर्पोरेट फाइनान्सिङ पढ्नु भयो भने पनि लङमा आउँछ है। च्याप्टर 8, च्याप्टर 4 अनि त्यस पछाडि तपाईँले च्याप्टर 8, च्याप्टर 4 र च्याप्टर 3
यो तिनवटाबाट लङ आउँछ ल च्याप्टर 3 च्याप्टर 4 र च्याप्टर 8 मध्येबाट लङमा आउने हो है त्यो हुँदै गर्दाखेरि च्याप्टर नम्बर 8 चाहिँ इन्टरनेसनल कर्पोरेट फाइनान्स अलिकति तपाईँलाई डाइरेक्ट एकैचोटि नबुझेर केही अलिकति समय लागि जस्तो लाग्छ तर सजिलो छ यसमा पनि फर्मुला पढ्ने बित्तिकै आइहाल्छ है ल लङ तयारी गर्नुहुन्छ भने लङ भनेको 3 4 र 8 मध्येबाट आउँछ बाँकी भएकोबाट सर्ट आउँछ है तपाईँले न्युमेरिकल नजान्नेले मैले भनिहालेँ च्याप्टर 1 र च्याप्टर 9 थ्योरी मजाले पढ्ने त्यस पछाडि च्याप्टर 3 पनि फर्मुला लगाए पछाडि सजिलो छ च्याप्टर 3 त्यस पछाडि च्याप्टर 4 पनि सजिलो छ यति मात्र हेर्दा पनि पुगिहाल्छ च्याप्टर नम्बर 6 पनि सजिलो छ यति हेर्दा पुगिहाल्छ 6 पनि सजिलै छ न्युमेरिकलमा त हेर्छु भने हेर्नुहोस् तपाईँसँग टाइम नभएको थोरै हेर्नेले चाहिँ कुन फोकस गर्नु भन्दाखेरि च्याप्टर नम्बर 3 पनि मजाले फोकस गर्नुहोस् च्याप्टर नम्बर 4 पनि तपाईँले मजाले फोकस गर्नुहोस् है च्याप्टर नम्बर 2 बाट पनि 15 मार्क्सको कन्फर्म है च्याप्टर नम्बर 2 बाट पनि 15 मार्क्सको कन्फर्ममै आउँछ ल च्याप्टर नम्बर 2 बाट पनि तपाईँले न्युमेरिकलमा समय पनि एकदमै कम छ भन्ने साथीहरूले के हेर्नुहोस् भन्दाखेरि एउटा भनेको च्याप्टर नम्बर 3 नछोड्नुहोस् त्यस पछाडि च्याप्टर नम्बर 4 पनि नछोड्नुहोस् च्याप्टर नम्बर 5 6 7 यति 3 4 5 6 7 सबैभन्दा सजिलो छ 2 र 8 अलिकति लामो जस्तै 2 र 8 थोरै लामो जस्तो नत्र भए 3 4 5 6 7 एकदम झुटो छ त्यही अनुसार तयारी गर्नु होला ल मैले भनिहालेँ हरेक च्याप्टरबाट एउटा क्वेसन आउँछ थ्योरी न्युमेरिकल भनिहालेँ 50 मार्क्स आउँछ थ्योरी मेन भनेको 1 र 9 बाट बाँकी भएको एक एकवटा चाहिँ हरेक च्याप्टरबाट आइहाल्छ सर्ट क्वेसनहरू ल तपाईलाई यही अनुसार तयारी गर्नु होला र एकदमै धेरै अत्तालिने भन्दा पनि फर्मुला भएको च्याप्टरहरूको सुरुमा फर्मुला तपाईले रेडी गरिसक्नुहोस् अब फर्मुला छुट्टै रेडी गरिराख्नु सर फर्मुला एकचोटि हेर्ने प्र्याक्टिस गर्ने तीनटा फाइनान्स छ प्र्याक्टिसै गरे गर्नु पर्यो है र तपाईले धेरै टाइप्सका क्वेसन नगर्नुस् हरेक च्याप्टरबाट 2 3 मैले भनिहालेँ कस्ता टाइप्सका क्वेसन आउँछन् भनेर मैले भनिसकेको छु त्यही टाइप्सका क्वेसनहरू सर हेर्ने प्र्याक्टिस गर्ने अब धेरै खाले क्वेसन हेर्छु भनेर तपाईले टाइम वेस्ट नगर्ने है हरेक च्याप्टरमा एक दुई खाले कति छन् मेनली खाइदिएको पढाएको त्यही अनुसार तयारी गर्नु होला नमस्ते।